बरा क्षेत्र जानलाई गाडी पर्खिरहेको छौँ। वाक्क दिक्क ब्याक्क भयौँ अनि त्यसपछि गाडी आउँदैन है। के गर्ने बल्ल 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 गाडी आएर गाडी चढ्यौँ। गाडीमा जाँदैछौँ अनि त्यसपछि गाडीमै छौँ। केटाकेटीले दिक्क वाक्क ब्याक्क बनायो। बरा क्षेत्र पुगेको चाहिँ भिडियो लिन बिर्सेछु अनि नुहाइधुवाइ गरेर नुहाएको पनि भिडियो लिन बिर्सेछु। नुहाइधुवाइ गरिसकेर पूजाआजा पनि हामीले गरिसक्यौँ। पूजाआजा गऱ्यौँ अनि फोटोसोटो खिच्यौँ। केटाकेटीहरू पनि गएका थिए अनि माथि त्यहीँ वरिपरि हामीले यसो पानी गऱ्यौँ, बाल्यौँ ओर्यौँ अनि पानी चढायौँ ओर्यौँ अनि माथि आयौँ। माथि आएर पूजाआजा गऱ्यौँ। पूजाआजा गरेर बाटोमा यसरी बसेर चिसो खायौँ ओर्यौँ अनि रमाइलो भएको थियो। त्यहाँको वातावरण पनि एकदम शीतल रमाइलो हावा चलेको थियो। अनि त्यसपछि कोकसोक खायौँ ओर्यौँ अनि रोजिनाको छोराले दिक्क वाक्क ब्याक्क बनायो। अब खुट्टाको मात्र खिचेको रहेछ भिडियो पनि। अनि दिक्क वाक्क खुट्टाकै मात्र रोजिनाको एउटा सिक्री के हरायो। अनि त्यो हराएपछि रिसाइरहेको थिएँ अनि लु भएन बसेर अब केही त गर्नुपर्छ। एउटा दुइटा भए पनि यसो टिकटक सिकटक बनाऊँ भनेर बल्ल रोजिनालाई उठाएँ। उठाएको भरे टिकटक त रोइन रहेछ।